हेलो गाइस वेलकम टु न्यू भ्लग है। आज म के भन्न चाहन्छु अहिले हाम्रो चाहिँ बाख्रो ब्यायो। बाख्रो ब्याएर हामी चाहिँ बाबा भान्जा यता छ, ऊ चाहिँ मेरो भान्जा। के भन्न चाहन्छु? म चाहिँ के नि भन्न चाहन्न। ए बाख्राले हाम्रो दुःख थियो नि होइन? ए बाख्राले के भन्न चाहन्छु? मैले त यसलाई काटेर खान चाहन्छु। अब कुरो त्यही छ, बाख्रो ब्यायो। रातिको कति बज्यो भन्नुहुन्छ भने ट्याक्कै 9 बजेर 6 मिनेट गइसक्यो। हामी चाहिँ यो बाख्राले त्यो के रे ब्याएर त्यो के रे यहाँ त उ त झारेको ओके त्यही लफालेर हामी चाहिँ अहिले साल लफालेर अहिले बिहान भन्दा साँझ 6 बजीतिर भ्याएको 9 बजी हामी चाहिँ साल लफालेर यहाँ बसेका छौँ। बाख्राका खोरा छौँ चाहिँ हामी मामा भान्जा। लोकेसन भन्नुहुन्छ अलि रूपन्देही कति हो? रूपन्देही 6 हो होइन, कति हो? रूपन्देही 2 हो होइन 8। रूपन्देही 8 बडगाउँमा छौँ। यही बोल्न चाहनुहुन्छ कसैले यसको उपाय बताइदिनु पर्यो कि यसले सालै फालेर। हस्त धन्यवाद भन्न चाहन्छु। यही त हो, अरू केही छ र भन्नु है भान्जाजी? त्यही हो, ए भान्जा यिनै हुन्, चाहिए पार सम्पर्क गर्नु।